ब्लग एसपीटी ब्लग र आज चाहिँ म फ्रम ट्राभल गोपीकृष्ण हलदेखि चाहिँ यो हाम्रो आनी गुम्बा उकालो अहिले नयाँ खोलिरहेको रेस्टुरेन्ट लेकाली किचन एन्ड कृष्ण क्लबको चाहिँ लोकेसन दिन गइरहेको छ तपाईँहरूलाई। आई होप यु गाइज इन्जोय एन्ड लाइक कमेन्ट सब्सक्राइब। सो गाइज यो चाहिँ गोपीकृष्ण हल अगाडिको चोक। अब हामी यहाँबाट चाहिँ हाम्रो यात्रा सुरु गरिरहेछौँ लोकेसनको। सो अब हामी चाहिँ यो गोपीकृष्ण हल अगाडिको चोकबाट चाहिँ सिधै गइरहेछौँ। अब हामी चाहिँ यो सरस्वती नगरको बाटो हुँदै हामी चाहिँ अगाडि बढिरहेछौँ। यहाँबाट लेफ्ट जानुभयो भने चाहिँ याङतरुतिर पुग्नुहुन्छ भने हामी चाहिँ राइटबाट सिधै अगाडि सरस्वती नगर हुँदै पिरकुटी चोकबाट तेन्जिङ चोक, फैका चोक अनि त्यसपछि खरिबोट चोकबाट चाहिँ आनी गुम्बातर्फ लाग्छौँ है त साथी हो। अब हामी चाहिँ सरर गइरहेछौँ अनि सरस्वती नगरको थोरै अगाडि चाहिँ वेलकम पार्टी प्लेस पनि छ। त्यसको अगाडि चाहिँ एनएमबी ब्याङ्क, ज्योति विकास ब्याङ्क हुँदै हामी चाहिँ सिधा अगाडि गइरहेछौँ है साथी हो। सबैलाई आउनुहोस्, इन्जोय गर्नुहोस् हाम्रो लेकाली किचन एन्ड इस्टनगर क्लबमा चाहिँ तपाईँहरूलाई स्वागत छ। अब हामी चाहिँ सरर गइरहेछौँ बाइकमा। यो अगाडि चाहिँ तपाईँले देख्नुहुनेछ मेरो राइट साइडमा वेलकम पार्टी प्यालेस। यहाँबाट नि सिधै अगाडि दायाँ बायाँ कतै नछिरिकन मेन रोडबाटै सिधै अगाडि गइरहेछौँ है साथी हो। अगाडि थोरै अगाडि डेफिटल स्कुल पनि छ अनि एपेक्स लाइफ स्कुल पनि छ। त्यो बाटो पनि सिधै अगाडि अनि बिग मार्टहरू पनि टन्नै छ है साथी हो। तपाईँहरूलाई इन्जोय गर्नको लागि चौमाया सरर अब हामी चाहिँ सडकको बिग मार्टको छेउमा पुग्न आँट्यौँ। डेफिटल एपेक्स स्कुलको छेउमा डेफिटल स्कुल हामी क्रस गरिसक्यौँ भर्खरै। र एपेक्स स्कुलको अगाडिबाट मेरो लेफ्ट साइडमा चाहिँ बिग मार्ट पनि छ। त्यसपछि सिधा अगाडि अब हामी बिरकुटी चोक पुग्छौँ। अब हामी बिरकुटी चोकबाट पनि सिधै अगाडि गइरहेछौँ। टक्कै यो चाहिँ बिरकुटी चोक। यहाँबाट लेफ्ट गयो भने मिलन चोक, राइट गयो भने चाहिँ माङ्कालो कालो अनि हामी चाहिँ सिधै अगाडि गइरहेछौँ दायाँ बायाँ कतै नगरिकन। अब हामी चाहिँ ठ्याक्कै तेन्जिङ चोक पुग्न आँट्यौँ। जाने भए जाउँ साइली। अब हामी चाहिँ टक्क लगाएर यो चाहिँ हाम्रो तेन्जिङ चोकबाट नि सिधै अगाडि लेफ्ट नलागिकन लेफ्ट लाग्नुभयो भने चाहिँ तपाईँहरू दुर्गा मन्दिरतिर जानुहुन्छ भने हामी चाहिँ राइटको बाटो सलक्क गइरहेछौँ। तेन्जिङ चोकबाट नि सिधा अगाडि यो नानीको शिरैमा इन्द्रकमल फुल फुल्यो, मगमग चल्यो बासना, अङ्कुशले तानु कि झटारोले हानु कि यो नानीको रूपै मोहनी। अब हामी चाहिँ सिधा अगाडि मेरो राइट साइडमा ठुलो बिल्डिङ देखिरहनु भएको छ। यो चाहिँ देव कम्प्लेक्स हो। यहाँ चाहिँ रोयल जिम क्लब अनि समिट रेस्टुरेन्ट्स एन्ड स्नुकर पनि छ। अब हामी चाहिँ सिधा अगाडि गइरहेछौँ। अब हामी चाहिँ लगभग नजिकै हाम्रो डेस्टिनेसनमा पुग्दैछौँ। अनि हाम्रो कति राम्रो देखेको हो आङ्गी र बकुमा सेर्पिनी कान्छी सुलुलुलुलुलु गइरहेछ बाइकमा। अब हामी चाहिँ यो चाहिँ फैका चोकमा आयौँ। फैका चोकको राइट नलागिकन लेफ्ट लाग्नुहोस्। फैका चोकको राइट लाग्नुभयो भने चाहिँ तपाईँहरू बौद्ध जाने बाटो पुग्नुहुन्छ भने हामी चाहिँ लेफ्ट लागेर थोरै अगाडि फेरि हाम्रो जिक्री सेक्वा कर्नर पनि छ। जिक्री सेक्वा कर्नरबाट नि सिधै अगाडि हामी चाहिँ सोलु डाँडाको बाटो हुँदै
गइरहेछौँ। सबैजना आउनुहोस् है हाम्रो लेकाली किचन एन्ड स्नोकर क्लबमा चाहिँ इन्जोय गर्न। चट्ट भ्यू राम्रो देख्छ काठमाडौँको। म तपाईँहरूलाई त्यो पनि देखाइहाल्छु तपाईँहरूलाई। अहिले मेरो भिडियोमा हेर्न सक्नुहुन्छ। अनि सबैजनाले मेरो यो ब्लग चाहिँ नयाँ नयाँ हो, सबैले लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्नुपर्छ है तपाईँहरूले। अब हामी चाहिँ सरसुरु डाँडाबाट अब हामी चाहिँ अगाडि थोरै खरिबोट चोकमा पुग्न आँट्यौँ। खरिबोट चोकबाट चाहिँ सट्ट राइट नलागिकन लेफ्ट जाने। राइट लाग्यो भने चाहिँ पैँटारतिर पुग्नुहुन्छ तपाईँहरू। खरिबोट चोकको ठ्याक्क मन्दिरमा पुग्यौँ हामी। यहाँबाट चाहिँ हामी लेफ्ट लाग्छौँ प्रभु ब्याङ्कको ब्रान्च सँगसँगै हामी चाहिँ अगाडि जान्छौँ। सल लगाएर यो चाहिँ खरिबोट चोक। खरिबोट चोकमा चाहिँ लोकल हाउस पनि छ, तपाईँहरूले देखिरहेको हो। अब यहाँबाट चाहिँ हामी सिधा अगाडि प्रभु ब्याङ्कको ब्रान्चबाट खरिबोट चोकबाट चाहिँ आनीगुम्बा हुँदै सर आनीगुम्बा उकालोमै हो हाम्रो रेस्टुरेन्ट चाहिँ साथी हो। माया अब हामी चाहिँ आनीगुम्बाको उकालो लागिरहेछौँ। सर राइटमा चाहिँ मेरो आनीगुम्बा छ, त्यसपछि सिधा अगाडि चाहिँ हाम्रो लेकाली किचन एन्ड स्नोकर क्लब छ। हामी सिधा अगाडि आइपुग्यौँ है त साथी हो। सिधा हामी चाहिँ ठ्याक्क हाम्रो फाइनल डेस्टिनेसनमा आइपुग्यौँ। मेरो राइट साइडमा देख्न सक्नुहुन्छ लेकाली किचन एन्ड स्नोकर क्लब। हामी चाहिँ यहीँसम्म है। ठ्याक्कै यो उकालो आइसकेपछि यो चाहिँ हाम्रो लेकाली किचन घर। यहाँ चाहिँ हाम्रो स्नोकर पनि छ। रेस्टुरेन्टमा जाने रेस्टुरेन्ट बाहिरको लुक्स। यहाँबाट चाहिँ काठमाडौँ सहरको भ्यू हेर्दै तपाईँहरू इन्जोय गर्न सक्नुहुन्छ। हामी रेस्टुरेन्ट